ढुल्मा ढुल्मा रक्क लगाएर ल अब ढुल्मा चाहिँ खत्तम भयो हजुर यस्तरी पेन्ट गरेर आँखा खोलेर अब यस्तो हो नि त फाइनल चाहिँ यस्तो हुन्छ हजुर फाइनल लुक्स ल हजुर यहाँ चाहिँ ढुल्मा बन्ने तयारी चल्दैछ हेर्दै जाउँ ढुल्माले कस्तो रूप पाउने छ यो हातबाट आशा छ राम्रै बन्छ भन्ने ढुल्मा तयारी हुँदैछ हजुर है यो इन्डोनेसियाको युमलम 2026 को लागि तयारी हुँदैछ कस्तो कस्तो हुन्छ फाइनलमा गएर त्यो हेर्नका लागि कन्टिन्यू भिडियो हेर्नुपर्ने हुन्छ यति राख्छु ल हजुर अब यो चाहिँ फर्स्ट नाम छ हो लुगा ढुल्माको अब यतिसम्म लगाइएको छ अनि यसपछिको चरण अर्को चरणमा आउँछ अर्को चरण आउँछ यो माथि जस हामीले बडी जिउ रेडी गरिसकेपछि चाहिँ लुगा लगाउने यसरी लुगा लगाउँदै जानुपर्छ यसलाई टाउको बनाउँदाखेरि अरूले छुट्टै बनाएर यहाँ ल्याएर जोड्ने गर्छ भने मैले चाहिँ मेरो गर्ने तरिका चाहिँ यसमै नै डाइरेक्ट नै बनाउने गर्छु यो चाहिँ अरूले यसरी बनाएको देख्दैन यो चाहिँ मेरो आफ्नो छुट्टै स्टाइल हो त्यसमै टाँसेर त्यहीँ बनाउने एकदम मजबुती होस् भनेर त्यो आफ्नो तरिका हुन्छ हजुर है बनाउने तरिका चाहिँ त्यो त थाहा भइहाल्छ कति परेको परेन भने त्यो बोली यसैमा होइन त्यो मान्छे ल लेडिज एन्ड जेन्टलमेन यहाँ ढुल्मा बन्दैछ यस्तो यस्तो हुँदैछ बाँकी नै छ कामहरू लुगा यसरी लगाएँ काम बाँकी छ यता गुरुजीको मार्फत छ माइपट्टि खतम लगाइसक्यो कामहरू फटाफट चल्दैछ यहाँ पनि चल्दैछ काम चाहिँ अब फाइनलमा ढुल्मा कस्तो निस्किन्छ हेर्दै जानु होला यहाँ गहना सक्यो ढुल्माको बाँकी काम बिस्तारै हुँदैछ ल सुनको हार ढुल्मालाई लगायो मैले सुनको हार यस्तो बन्दैछ ढुल्मालाई अनि अब यो सुनको हारमा यहाँनिर टक्क क्रिस्टलहरू हाल्नु पर्ने छ ओ माइ गडी त्यसपछि झल्लमल्ल देख्ला कि भन्ने आशा छ र यसलाई कन्टिन्यू हेर्दै जानुहोस् हजुरहरू के कस्तो बन्छ भन्ने कुरा त लास्टसम्म हेरेपछि तपाईँहरूले पक्कै पनि थाहा हुनेछ अहिलेलाई यति छ हजुर है राख्ने यस्तरी राख्दै सबैमा हाल्दै जानु पर्यो अनि यस्तो देख्छ गहना लगाइदिए यस्तो छ भने यतिको आएछ अब कस्तो हुन्छ फाइनलसम्म हेर्नुपर्ने हुन्छ ल हजुर हेर्नुहोस् त ढुल्माको यसरी फिनिसिङ हुँदै आइरहेको छ यता पनि गहना लगाउने क्रम छ है फेसमा पनि शिरमा गहना लगाउँदैछौँ हजुर अनि बनाउने मान्छे चाहिँ यही हो भन्ने क्रम जारी छ अझै बाटो मेरो बाजे भने आउने छु भेटन छुट्टीमा फेरि ढुल्माको हात यतिसम्म कम्प्लिट हुँदैछ
ल हजुर ढल्माको यति चाहिँ सक्यो हजुर अब चाहिँ टक्क लगाएर हातहरू राख्यो अब यहाँ अझै कामहरू धेरै बाँकी छ लास्ट मेतो गर्दैछ अब मेतो बुद्धिस्ट गुम्बाहरू त सानो दमीमा मार्दा बस्ती गुम्बामा त ठासा छ ढल्माको काम सकिँदैछ यस्तो भयो काम चाहिँ अब लगभग अन्त्य हुँदैछ काम कस्तो रहेछ बनाउने मान्छे यतै छ बन्दैछ हुँदैछ अझै काम बाँकी नै छ यहाँनिर कम्प्लिट भएपछि कस्तो हुन्छ भन्ने कुरा देखाइहाल्छु अब चाहिँ तारा देवी फाइनल हुँदैछ फाइनलमा पुगिसक्यो बल्दैछ झलमल्ल ल सोझो गिरिन तार फिनिस फाइनल लुक चाहिँ यस्तो आएको छ फाइनल त नभनौँ आँखाहरू खोलेको छैन यस्तो हुँदैछ कस्तो भएर आँखा मुख खोल्नु बाँकी छ यस्तो हजुर ढक्क लगाएर ढक्क लगाएर अब चाहिँ हजुर आँखा मुख चाहिँ खोल्नुपर्ने हुन्छ कलरले तपाईँहरूलाई एउटै एङ्गलबाट देखाउँदा छ्याउ लाग्छ भनेर यसरी एङ्गल चेन्ज गरी होइन समय दिई भिडियो बनाइरहेको छु यसरी एङ्गल चेन्ज गरी आमामा कम्तीको दुःख गरेको छु मैले भिडियो बनाउनलाई यो मलाई मात्र थाहा छ यसरी एङ्गल चेन्ज गर्दै खिच्ने मान्छे छैन आफै होइन मिलाउँदै गर्दै हो माइ गटी यसरी हेर्ने मान्छेलाई पनि राम्रो लाग्छ एङ्गल चेन्ज गरी हेर्नु पाउँदाखेरि यसरी भनेर चाहिँ मैले यसरी बनाएको छु भिडियो अनि अब लगभग अन्त्य हुँदै आइरहेछ ठाउँमाले चाहिँ संसारलाई हेर्न खोज्दैछ देख्दैछ अब चाहिँ अघिसम्म निधाएको जस्तो थियो अब चाहिँ एकदम निश्चिन्त रूपले हेर्दै हुनुहुन्छ सबै दुःखमा रहेको प्राणीहरूलाई उद्धार गर्ने हिसाबले ल अब ढोलमा चाहिँ खत्तम भयो हजुर यस्तरी पेन्ट गरेर आँखा खोलेर अब यस्तो हुन्छ फाइनल चाहिँ यस्तो हुन्छ हजुर फाइनल लुक्स ल अब ढोलमा काम पनि सक्यो मेकअप गरेर धेरै मेकअप गरिदिनु पर्ने के गरिदिउँ धेरै मेकअप गरिदिन्छु धेरै गर्नु हुँदैन ल कस्तो भएछ कमेन्टमा टक्क कमेन्टमा राख्नुहोस् है हजुर कमेन्टमा राख्नुहोस् यता दुईवटा बाँकी रहेको छ वेटिङमा छ अन्त्यसम्म भिडियो हेरिदिनु भएको यहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद भन्दै अब अपकमिङ चाहिँ यो मिठुक्पा छोब्याएको तयार भएर आउनेछ अनि कस्तो बन्यो त भन्ने लाग्छ भने यहाँहरू चाहिँ मेरो युट्युब च्यानल मन्त्रमालामा जोडेर बस्नुपर्ने हुन्छ म नेक्स्ट चाहिँ यो अछोब्याएको भिडियो बनाएर ल्याउनेछु त्यति दिनसम्मको लागि बिदा पाम लासो थुजिछे धन्यवाद।